शुक्रबारको राजावादी आन्दोलन उग्र बनाउन सरकारी पक्षको भूमिका नै शङ्कास्पद देखिने भिडियोहरू बाहिरिएका छन्। सञ्जालमा व्याप्त भएका यी भिडियोहरू हेर्नुहोस्। सडकको डिभाइडरमा उभिएका सबिन महर्जनको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ। आगलागी भएको भवनमा पत्रकारले गुहार माग्दा माग्दै प्रहरीले मानवीय क्षति छैन भनेको केही बेरमा पत्रकार सुरेश रजक जलेको अवस्थामा भेटिएका छन्। सडक छेउबाट प्रहरीले गोली चलाउनु, दुर्गा प्रसाई कार्यक्रम स्थलमा नपुग्दै प्रदर्शनकारीमाथि टियर ग्यास प्रहार हुनु। हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ, गोली हानेको छ। म कोटेश्वरमा आइपुग्दाखेरि खोजेको हो सरकारले। किन तर्स्यौ नि? हामी हाम्रो आमसभा गर्न नपाउने होइन नि, कुचिने गरी होइन हो त। हाम्रा मान्छे घाइते भएका छन्। घरमाथिबाट पो ग्यास फ्याँकिरहेको छ त। यो त अपराधीको कथा हो, त्यसले त लडाइँ नै पो लड्यो त। कार्यक्रमको सुरुमै राष्ट्रिय गान बज्दै गर्दा स्टेजमै टियर ग्यास फालिनु। आगजनी भइरहेको घरबाट टियर ग्यास पड्किएको देखिनु। ढुङ्गा प्रहार गरिरहेका प्रदर्शनकारीलाई प्रहरीले सिंगल भिड्न आह्वान गर्नु। आन्दोलनकारीले तोडफोड र आगजनी गरेका संरचनामा लामो समयसम्म पनि प्रहरी नपुग्नु अनि आन्दोलनको एक दिन अघि मात्रै प्रधानमन्त्रीको आन्दोलनकारीलाई चुनौती दिने अभिव्यक्ति आउनु। कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ। ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ, भोलि पनि निस्किन्छ। तिललाई पहाड बनाइरहनु पर्ने कुनै आवश्यकता छैन। अब यी घटनाको विस्तृतमा चर्चा गरौँ। चैत्र 15 गते राज संस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्ने भन्दै दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले 2 साता अघि नै घोषणा गरेको थियो। प्रदर्शनको 2 दिन अघि उक्त प्रदर्शनमा राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पनि समर्थन गर्ने घोषणा गरेको थियो। एक दिन अघि मात्रै निर्मल निवास पुगेर फर्किएका दुर्गा प्रसाईले आन्दोलनमा लाखौं मान्छे उतार्ने घोषणा गरिसकेका थिए। फागुन 25 मा पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदै गर्दा ठूलो संख्यामा मानिस सहभागी भएको देखेको राज्यले चैत्र 15 गते हुने प्रदर्शन उग्र हुन सक्ने पूर्व मूल्याङ्कन गरिसकेको थियो। त्यसको प्रमाण प्रधानमन्त्री केपी शर्मा ओलीको यो बोली पनि हुन सक्छ। कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ। ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु। त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ, भोलि पनि निस्किन्छ। त्यसलाई पहाड बनाइरहनु पर्ने कुनै आवश्यकता छैन। तर यो नेपाल हो, यहाँ यस्तो भम्पु बजाइएको छ कि भोलि केही हुँदैछ। भोलि एउटा रिकोटी मण्डपमा जुलुस निस्किएर सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ, हुने त्यति हो। यो सभा त सधैँ हुने गरेकै हो, त्यति नै हुन्छ भोलि पनि। अब यहाँ एउटा हेबक छ, एउटा टेरर छ, एउटा त्रास छ। के नहुन्छ भने त्यस्तो केही होइन। तर भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै मात्रै भएन, उनले हुन्न भनेको जति सबै भयो। प्रधानमन्त्रीले भने जस्तै यो प्रदर्शन तिल मात्रै रहेन, उनले हुन्न भनेको पहाड जत्रै भइदियो। उनले भने जस्तै रिकोटी मण्डपमा सभा त भयो, तर उनले भने जस्तै 3 कुनैमा सभा हुनै पाएन, किनकि सभा सुरु नहुँदै राज्यले स्टेजमा असुर ग्यास हान्यो, त्यो पनि राष्ट्रगान बज्दै गर्दा। उनले हुन्छ भने जस्तै 10-15 हजारकै प्रदर्शन भयो, तर प्रदर्शन मात्रै भएन। 2 जनाको ज्यान आततायी तरिकाले हत्या भयो, दर्जनौं घाइते भए, दर्जन बढी स्थानमा आगजनी र तोडफोड भयो। आन्दोलन उग्र भयो। प्रधानमन्त्रीले खाली त्रास पैदा गर्न खोजेको भनेको कर्फ्यू लाग्छ भनेको कुरा त्रास होइन, वास्तवमै भयो। सरकारले शुक्रबार अपराह्नबाट शनिबार बिहान 7 बजेसम्म कर्फ्यू लगायो। नेपाली सेना नै सडकमा आएर कर्फ्यू सफल बनाउन लाग्यो।
त्यसो भए राज्यले आफ्नो औपचारिक चार संयन्त्रको इन्टेलिजेन्सको सूचना पत्याएको थियो, तर त्यसअनुसार सुरक्षा तयारी गरेको थिएन वा जानाजान आन्दोलन उग्र बनाउन राज्यले नै सहयोग गरेर आन्दोलनकारीलाई ब्याकफायर गराउने रणनीतिमा थियो। यी प्रश्नको जवाफ खोज्नु पूर्व आन्दोलनमा राज्य पक्षबाट अस्वाभाविक कदमहरू हेरौँ। घटना नम्बर 1, सडकको डिभाइडरमा उभिएका सबिन महर्जनको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ। न्युज 24 टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा नेपाल प्रहरीले चलाएको गोली लागेर सडकको डिभाइडरमा उभिएका सबिन महर्जन ढलेको देखिन्छ। उनलाई गोली चल्दै गर्दा सो स्थानमा आन्दोलनकारीको ठूलो भेट देखिँदैन। फुटपाथमा पनि केही मानिसहरू छिटो छिटो हिँडिरहेका छन्। अर्को लेनमा मोटरसाइकल कुदिरहेको पनि देखिन्छ र आन्दोलनकारी भएकै लेनको अर्कोपट्टि आन्दोलनकारी भन्दा धेरै प्रहरीहरू देखिन्छन्। आन्दोलनकारीहरू प्रहरी भन्दा टाढा हिँडिरहेका छन्। त्यही बीचमा प्रहरीले गोली प्रहार गर्छ। सबिन सडकमै ढल्छन्। कीर्तिपुर नगरपालिका 4 गाम्चाका सबिन महर्जन हेटौँडा काठमाडौँ रुटमा सुमो चलाउँथे। एक दिन अघि मात्रै हेटौँडाबाट काठमाडौँ आएका उनी आफ्नो गाडी बल्खुस्थित ग्यारेजमा राखेका थिए। भोलिपल्ट बिहान ग्यारेजबाट गाडी निकाल्न पुगेका उनी तिनकुनेको प्रदर्शनमा पुगेका थिए। सार्वजनिक भएको भिडियोमा उनी कतै उग्र देखिन्नन्। सडक डिभाइडरमा उभिएको देखिन्छन्, तर गोली उनीलाई लाग्यो, उनी ढलेको ढलै भए। यो भिडियोमा देखिएको दृश्यले के त्यहाँ प्रहरीले गोली चलाउन आवश्यक थियो? सबिनलाई गोली प्रहार गरेर राज्यले आफ्ना नागरिकमाथि अनावश्यक शक्ति प्रयोगबाट हत्या गरेको हो भन्न मिल्छ कि मिल्दैन? यदि सरकार जवाबदेही र नागरिकप्रति जिम्मेवार छ भने यसको जवाब दिने हिम्मत गर्नुपर्छ। घटना नम्बर 2, घरभित्र पत्रकार जलिरहे, बाहिर पत्रकारले बचाउन गुहार मागिरहे। प्रहरीले मानवीय क्षति छैन भने, तर आगो निभेपछि पत्रकार जलेको अवस्थामा भेटिए। यी भिडियोहरू हेर्नुहोस्। सार्वजनिक भएका भिडियोमा पत्रकार सुरेश रजक फुटेको झ्यालबाट भित्र छिरेर दृश्य कैद गरिरहेको देखिन्छ। त्यसको केही बेरमा मोबाइलमा उनले केही हेर्दै हुन्छन् भने राजावादी प्रदर्शनमा सहभागी मध्येका केही व्यक्ति आगो लागेको छ भन्दै तल झर्दै गरेका छन्। उक्त भिडियो सुरेश भएको भन्दा अर्को कोठामा आगो लागिरहेको देखिन्छ। केही बेरमा आगो दन्किन थाल्छ। सोही भवनबाट झरेर बाहिर आएकी एक प्रदर्शनकारीले आगो लागिरहेको छ, पत्रकार त्यहाँ भित्र छन् भन्दै बचाउन आग्रह गर्दै फेसबुक लाइभ समेत गरिरहेको देखिन्छ। कृपया यहाँ आउनु होला, आगो लागिसकेको छ र यहाँ सुरक्षाकर्मीज्यूहरू र अभियन्ता साथीहरू हुनुहुन्छ। कसैले बचाउनको लागि भए पनि हेलिकप्टरद्वारा भए पनि आउनु होला बचाउनको लागि, किनभने यहाँ दोहोरो भिडन्त भइरहेको भएर खोइ आउन पाउनु भइरहेको छैन। यो आगो लागिसकेको छ यहाँ र बचाउनको लागि यहाँको सुरक्षाकर्मी र यहाँ माथि सुरक्षाकर्मी र अभियन्ता साथीहरू आउनु भएको छ र हाम्रो आन्दोलनमा अरू पनि कोही तुरुन्त यहाँ माथि आगो लागेको छ। हेलिकप्टरबाट हुन्छ कि जहाँबाट भए पनि आएर उद्धार गर्नको लागि म अपिल गर्दछु। धेरैजना यहाँ माथि भवनमा हुनुहुन्छ। अन्य पत्रकारले सुरक्षा निकायका अधिकारीहरूलाई पनि फोनमा हाम्रो साथी त्यहाँ भित्र छ भन्दै गुहार मागिरहेको सुनिन्छ। म मिडियाबाट बोल्दैछु। यो तिनकुनेमा आगो लागेको छ। एकजना सञ्चारकर्मी त्यहाँभित्र फस्नु भएको छ। दमकल पठाइदिनु पर्ने कतिचोटि प्रहरीले सिडिओको आदेश चाहिने हो। मान्छे मर्दासम्म सिडिओको आदेश चाहिने कस्तो खालको हो यो सिस्टम? कहाँ हुँदैछ? खोइ त यो घर त जलेर ध्वस्त भइसक्यो। 1 घण्टा भइसक्यो। मान्छे मर्दा पनि सँगै गएको मान्छेले हामीले भने निस्किन पाउनु भएको छैन। सञ्चारकर्मी भित्र हुन्छ निस्किनु भएको छैन। क्यामेराम्यान जानु भएको किन त्यहाँभित्र? क्यामेरा राखेको यहाँनिर क्यामेरा राखेको भएर क्यामेरा लिन जानु भयो। आदरणीय दर्शक मित्रहरू, प्रहरीले भन्दाखेरि त्यहाँभित्र फसेका पत्रकार फसेको छ। त्यहाँभित्र नबोलेर हुन्छ भने मानवीयको कुरा होइन त्यो। उहाँको मान्छे फोन उठ्दैन, अहिले फोन अफ भयो अरे। एकैछिनमा भवनभित्र गएर बाहिर निस्केका प्रहरीलाई पत्रकारहरूले सोध्छन् त्यहाँभित्र मान्छे छ, तर उनले जवाब दिन्छन् मानवीय क्षति छैन। छैन हेरेर क्लियर भएपछि अनि बल्ल सासो लाउँछ। यसको केही बेरमा आगो निभेपछि रजकको शरीर चिन्न नसक्ने अवस्थामा जलेको अवस्थामा भेटिन्छ। घटना नम्बर 3, स्टेजमै प्रहरीले किन फ्याँक्यो टियर ग्यास? यो भिडियो हेर्नुहोस्।
मञ्चमा राष्ट्रगान बज्दै थियो। स्टेजमै प्रहरीले टियर ग्यास फ्याँक्यो। आन्दोलनमा होमिएकाहरूलाई आक्रोशित बनाउन यो भन्दा अर्को ठुलो के घटना हुनु पर्यो? घटना नम्बर 4, यसरी स्टेजमा असुर ग्यास प्रहार हुनु अघि पनि तिनकुने क्षेत्रमा तनाव भइसकेको थियो। प्रहरीले दर्जनौं सेल ग्यास हानिसकेको थियो। त्यसबेला तिनकुने चोकको यो घरमा बसेर प्रहरीले असुर ग्यास हानेको भन्दै आन्दोलनकारी आक्रोशित थिए। उनीहरू यो घरमा प्रवेश नै गरेका थिए। ठूलो संख्यामा प्रहरी परिचालन भए पनि यो घरलाई प्रहरीले घेरा हाल्न सकेको थिएन। आन्दोलनकारीहरू घरभित्र छिरे। त्यसक्रममा लुटपाट समेत भएको थियो। केही बेरमा आगजनी भयो। आगजनी हुँदै गर्दा घरबाट असुर ग्यास पड्किएर उछिट्टिएका दृश्यहरू सार्वजनिक भइरहेका छन्। आन्दोलनकारीहरूले भने जस्तै यही घरबाट प्रहरीले असुर ग्यास हानेको हो भन्ने पुष्टि हुन नसके जस्तै आगजनी कसले गर्यो भन्ने पनि पुष्टि भएको छैन। तर यस घरका घरधनीले भने आफ्नो निजी घरमा छिरेर असुर ग्यास हान्ने अधिकार राज्यलाई कसले दियो भन्दै प्रश्न गरेका छन्। हाम्रो भनाइ त्यही हो। जनताको घरमा अधिकारीले त्यसो गर्छ। घटना नम्बर 5, दुर्गा प्रसाई कार्यक्रम स्थलमा आउनु पूर्व नै भिड तितर बितर पार्न असुर ग्यास प्रहार। दुर्गा प्रसाई कार्यक्रम स्थल आउनु पूर्व नै तिनकुनेमा प्रहरी र आन्दोलनकारी बीच धकेलाधकेल चलिसकेको थियो। प्रसाई आएर कार्यक्रम स्थल तर्फ नै नलागी सिधै प्रहरीको घेरा तोड्न लागे। संयौं प्रहरीले बनाएका 2-3वटा घेरा तोड्दै उनी बानेश्वरतर्फ उम्किएका थिए। तर प्रहरीलाई पेलेरै अघि बढेका प्रसाईलाई प्रहरीले रोक्न कुनै पनि विकल्प नै प्रयोग गरेन वा चाहेन। बरु उनी पछि प्रहरीकै घेराबाट स्टेजतर्फ पुगे र प्रहरीलाई असुर ग्यास नहान्न भनिरहे। म पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईहरु। पुलिससँग धक्कामुक्की नगरिकन तपाईहरु सबैजना यहाँ आउनुहोस्। र म प्रहरीका साथीहरूलाई के भन्छु भने अब तपाईहरु असलु ग्यास प्रयोग गर्ने काम नगर्नुहोस्। यो घरमा लुकेर ढुङ्गा हान्ने असलु ग्यास हान्ने काम नगर्नुहोस्। घटना नम्बर 6, यो भिडियोमा यो घरको छतमा 3-4 जना मानिसहरू यसरी बसेको देखिन्छ। उनीहरूको ठीक अगाडि तिनकुनेको चौर छ जहाँ राजावादीहरूले आन्दोलनको कार्यक्रम आयोजना गरेका थिए। त्यहाँ उनीहरूले सभा गर्दै थिए र स्टेज लगाएका थिए। अब अर्को भिडियो हेरौँ। यो भिडियोमा केही मानिसहरूले घरको छतबाट केही प्रहार गरेको जस्तो देखिन्छ। यो भिडियो लो क्वालिटीको भएको कारणले गर्दा के हो स्पष्ट खुल्दैन। अब यो अर्को भिडियो पनि हेरौँ। यहाँ केही मानिसहरू छतबाट आत्तिँदै झरेको देखिन्छ। तलबाट उनीहरूलाई चर्को गाली गरिरहेको सुनिन्छ। घरको छततिरबाट पनि मान्छेहरू के झर्दैछन्। ढुङ्गा प्रहार भइरहेको छ। यता मैदानतिरबाट घर घरमा ढुङ्गा प्रहार भइरहेको छ। अब मञ्चतर्फ लागौँ। यो भिडियो घटना भएकै दिन अर्थात् चैत्र 15 गते राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सेयर गरेका हुन्। यो भिडियोमा मिश्रसहित जनआन्दोलन पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी पनि देखिन्छन्। उनीहरू प्रहरीले प्रहार गरेको टियर ग्यासबाट मूर्छित भएको देखिन्छन्। अघिल्लो भिडियोमा दुर्गा प्रसाई देखेका छैनन्। अब दुर्गा प्रसाई मञ्चमा भएको यो भिडियो हेरौँ। यहाँ दुर्गा प्रसाई मासलाई सम्बोधन गरिरहेका छन्। उनको भनाइ सुन्दा दृश्य हेर्दा उनी यो मञ्चमा पुग्नु अगावै टियर ग्यास प्रहार भइसकेको बुझिन्छ। दुर्गा प्रसाईज्यू स्टेजमा आइसक्नु भएको छ र समस्त म प्रहरीका साथीहरूलाई के भन्छु भने अब तपाईहरु असलु ग्यास प्रयोग गर्ने काम नगर्नुहोस्। यो घरमा लुकेर ढुङ्गा हान्ने असलु ग्यास हान्ने काम नगर्नुहोस्। यो अर्को भिडियोमा रविन्द्र मिश्र र धवल शमशेर जबरा प्रदर्शनमा आएकाहरूलाई छेउमा नबस्न एक ठाउँमा जम्मा हुन र बानेश्वरतर्फ अघि बढ्न आह्वान गरिरहेका छन्।
हाल फरार रहेका उक्त प्रदर्शनका कमान्डर रहेका दुर्गा प्रसाईका अनुसार उनी कार्यक्रम स्थलमा आइपुग्नु पूर्व नै प्रहरीले टियर ग्यास हानिसकेको थियो। उनले अझ आफूलाई मार्ने योजना भएको र आफूलाई मार्नका लागि छतमा स्नाइपर तैनात गरिएको र आफ्नो कानबाट गोली गएको समेत बताएका छन्। त्यहाँ माथि छतमा साफसुतरहरू बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ र अर्को कुरो के थियो भन्दाखेरि मेरो कानको छेउबाट गोली गयो। तिनकुनेमा पुग्दाखेरि मेन ठाउँमा पुग्दाखेरि स्टेजको छेउमा पुग्दा र म त्यस पछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो। फेरि अर्को कुरा के भन्दाखेरि तपाईँहरूको मेरै गाडीमा आएर टियर ग्यास खसिसकेपछि त्यस पछाडि म उत्रेर मेरो ड्राइभरलाई निकालेर म आफै गाडी चलाएर यिनीहरूले मलाई मार्दै रहेछन् र यिनीहरूले मलाई कि त थुन्नु पर्यो गोन्जालो पेरुको गोन्जालो बनाउने या त बनाएर मलाई कि त थुन्नु पर्यो कि त मार्ने षड्यन्त्र गरेको मैले बुझिसकेपछि मेरो अन्त कहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्तरतिर म पुगेको थिएँ र म पुगेको हुँ। त्यस्तै अहिले आफ्नै घरमा नजरबन्दमा रहेका राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफू स्टेजमा पुग्नु अघि नै प्रहरीले हमला गरेको बताएका छन्। त्यसमा सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार भयो, छिटो भयो। म गाडीबाट बनाएको मञ्चमा जानको निम्ति ओर्लिँदाखेरि नै टियर ग्यास प्रहार गरियो 3-4 राउन्ड। त्यसपछि मञ्चमा गएपछि 10औं राउन्ड टियर ग्यास प्रयोग गरियो। मैले त्यहाँ बोल्न पनि पाइनँ, त्यहाँ बस्न पनि सकिनँ। त्यस्तो किसिमको वातावरण सिर्जना भयो। त्यसले जनमानसमा आक्रोश पनि आयो र त्यो टियर ग्यास पनि एउटा घरको छतबाट हानियो। त्यसबाहेक तिनकुने घटनामा राज्यले केही गम्भीर लापरवाही गरेको विषय विज्ञहरूले बताउन थालेका छन्। त्रिभुवन विमानस्थल नजिकै विमानस्थलका लागि आयल निगमको डिपो नजिकै कार्यक्रम स्थल तोकिदिनु, आन्दोलनकारी भन्दा ठूलो संख्यामा प्रहरी परिचालन हुँदा पनि 3500 भनिएका आन्दोलनकारीलाई समेत व्यवस्थित गराउन नसक्नु, सुरक्षा पोर्टुगल बाहिर गएर अग्ला भवनमा बसेर टियर ग्यास हान्नु, दुर्गा प्रसाईलाई ब्यारिकेड तोड्दा पनि नियन्त्रण गर्न नसक्नु, यी घटनाहरू त भए राज्यका तर्फबाट देखिएका शङ्कास्पद घटनाहरू। राज्य पक्षबाटै प्रत्यक्ष अप्रत्यक्ष रूपमा मलजल भएको आन्दोलन उग्र हुँदा नभएको चाहिँ के बाँकी रह्यो? निजी घरमा आगजनी, सरकारी संस्थानमा आगजनी, राजनीतिक दलको कार्यालयमा आगजनी, मिडिया हाउसमाथि ढुङ्गा मुडाएर आगजनी, लुटपाट सबै भयो। यी सबै घटनाको जिम्मेवार प्रदर्शनलाई नेतृत्व गरेको समूहलाई लगाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त आज रोस्टममै उभिएर यी घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाउने बताए। यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न। आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउनुहुन्न। सबैले यस देशमा सबैले संविधान मान्नुपर्छ, व्यवस्था मान्नुपर्छ। हल्ला गरेको भरमा राजनीति र संसद सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन। यसअघि उनको पार्टी नेकपा एमाले सत्तारूढ दल नेपाली कांग्रेसले पनि यस घटनामा पूर्व राजालाई नै जिम्मेवार बनाउनु पर्ने बताउँदै आएका छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त राजालाई बयान नै लिनुपर्ने बताएका छन्। तर राप्रपाले भने यो घटनामा राजालाई नजोड्न चेतावनी दिएको छ। उसले यस घटनाको जिम्मेवार सरकार भएको बताउँदै आएको छ। छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रु ग्यास बर्साइयो, किन माथिबाट गोली हानियो, त्यसको जवाफ चाहिन्छ। र मसँग समय छैन, म अनुशासनपूर्वक आफ्नो समयमा आफ्नो कुरा टुङ्ग्याउँछु। म त्यस विषयमा सरकारको र सबै विश्व समुदायको मानव अधिकार जगतको म ध्यान आकर्षण गर्न चाहन्छु कि न्यायिक छानबिन आयोग गठन होस् र दोषीहरूलाई कारवाही होस्। घटनामा ज्यान गुमाएका 2 जनालाई शहीद घोषणा गर्न माग गरेको छ भने सबै क्षतिको जिम्मेवार राज्य हुनुपर्ने भनेको छ। जे होस्, तिनकुने घटना अब सरकार र आन्दोलनकारीले एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्रै टुङ्गिन हुँदैन। आन्दोलनकारी र राज्य पक्ष दुवैबाट भएको अमानवीय घटनाको स्वतन्त्र छानबिन हुनुपर्छ। दोषी देखिए राज्य र आन्दोलनकारी जोसुकै होस् कारवाही हुनुपर्छ।